अनि यो चाहिँ हाम्रो प्यान्ट हो। यो चाहिँ भूकम्पहरूले यो घरहरू नचर्कोस् भनेर खासमा हालिन्छ। यो कुवाहरू देखिरहनु भएको छ नि, यो चाहिँ स्कार्फ फोल्डिङको लागि हो। काम पनि पऱ्यो, कमाउनु पऱ्यो, गाह्रो छ नि केटा हो है। अब प्रशान्तको ब्लग फेरि पनि स्वागत छ तपाईँहरूलाई। यो पाइप पानी ल्याउनुलाई हो कि बाथरुममा पानी लानुलाई हो? यता हेरेर भन्नु। वाइरिङको लागि हो नि। फेरि त्योभित्र थर्किन्छ के भन्छ त्यसलाई, साउन्ड प्रुफ पनि हुँदो रहेछ क्या यो। यहाँ मलाई थ्योरिटिकल नआए नि प्र्याक्टिकल चाहिँ भन्नुहुन्छ भने म सबै नै गर्छु। सरी मेरो आमा, मेरो बाउ, मेरो दाजुभाइ, मेरो गर्लफ्रेन्ड है, म चाहिँ राम्रो बाटो हिँड्नु सकिनँ, के गर्नु है। बाटो यस्तो छ होइन, बाटो यस्तो छ, म चाहिँ राम्रो बाटो हिँड्नु सकिनँ, माफ गरिदिनु होला। छोरा भिडियो देख्दा मलाई के याद आयो भने होइन, मेरो काम भइरहेको होला होइन, मेहनत गरेर यसरी लास्टमा लागेर यस्तो परिवारको पनि याद आउने बेला बेला होइन। भित्र चाहिँ अब तपाईँहरूले देख्नु भने हेर्नु न, मैले देखेको छुइनँ है। हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि म एकदम सन्चै छु। अनि आज चाहिँ होइन हामी कलेजबाट घुम्न जाँदैछौँ। अनि आज चाहिँ हाम्रो फर्स्ट डे हो क्या प्र्याक्टिकल गएको। अनि आज चाहिँ यस्तो मौसम पनि धुम्म भइरहेको छ। अनि हाम्रो यो स्टामिनको यो प्र्याक्टिकलको लागि हामी चाहिँ जानु लागेको हो। अनि यहीँ तलतिर हो, हिँड्दै हिँड्दै जाँदैछौँ। यहाँदेखि त्यस्तै 5-6 मिनट लाग्छ आउनु सक्ने त्यो केन्द्रमा। त्यही हो गाइज। अनि आज चाहिँ है मौसम हेर्नु सक्नुहुन्छ, यहाँको मौसम यस्तो छ। हेर्नु त अनि थोरा छ त अनि हाम्रो राम 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 राम। सो कडा हो है, यो चाहिँ हाम्रो भाइरल चौतारा हो होइन, यो चाहिँ देख्न सक्नुहुन्छ। अनि यता नेपाल र यता हाम्रो आज जानुपर्ने हो होइन। अनि त्यही हो, यहाँ हेर्नु सक्नुहुन्छ। त्यही अनुसन्धान केन्द्रको लागि यहाँ बनाइरहेको छ, कुलोहरू बनाएको होला सायद। अन्त यस्तो छ है हालत चाहिँ, पुरा बाटो बनाइरहेको छ होइन। त्यही हो, हिल्लो 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 हिल्लो। वेलकम ब्याक टु प्रशान्तको ब्लग फेरि पनि स्वागत छ तपाईँहरूलाई नयाँ ब्लगमा। अनि हामी चाहिँ जाँदैछौँ कहाँ फिल्डमा जाँदैछौँ नि त। अनि त्यही भएर देख्न सक्नुहुन्छ हाम्रो सेनामेनाहरू अगाडि पछाडि भयो। ब्लगरहरू क्या ऊ पनि फेरि खतरा ब्लगर अरे। 1 सेकेन्ड गाइज है, अहिले चाहिँ हामी आधी बाटोमा आइसकेको छौँ सक्नुहुन्छ। सो गाइज अनि यहाँको बाटो चाहिँ हेर्नु न यस्तो छ है, हिलो हिलो। अनि सर केटाहरू अगाडि गइसक्यो, आधी पछाडि छ। केटाहरू भन्दा पनि स्टुडेन्टहरू, अनि पछाडि छ अरू 2जना हुनुहुन्छ। अनि त्यही हो गाइज। अनि अहिले चाहिँ हामी त्यस्तै है अलिकति 2-3 मिनटमा पुगिहालिन्छ, तल पुगिहालिन्छ। तपाईँहरूलाई यता हामी देखाइहाल्छौँ कस्तो छ है। त्यही हो, यो चाहिँ हाम्रो अहिलेसम्मको फिल्डको सबभन्दा पहिलोचोटि गएको भनेको यही हो होइन, साइड भिजिटमा लागि गएको भनेको। अनि त्यही हो गाइज, रमाइलो नै भइरहेछ सबैजना हिँड्नु पाउँदा। तर के भयो रमाइलो हो भने चाहिँ नि आज चाहिँ होइन क्लासै एउटै नभई अनि सबभन्दा पहिलो पिरियडमा नै हामी चाहिँ बाहिर गएको छौँ। अनि रमाइलो भइरहेछ। अनि आज फ्राइडे, अनि तपाईँहरूलाई पनि रमाइलो भइरहेको होला। सो गाइज हामी तपाईँलाई तल पुगेर देखाउँछु है। अनि केटाहरू पनि रमाइलो गरिरहेछ, सबै आफ्नो तरिकाले फोटो खिच्ने फोटो खिचिरहेछ, भिडियो बनाउने भिडियो बनाइरहेछ। अनि म चाहिँ होइन सानो भ्लग गर्दैछु। त्यही हो गाइज। ल है अब चाहिँ यो सानो बाटो हिँड्दैछु होला। ल त्यही हो, कतिलाई अब हुन्छ नि त, हामी पो अब बेला बेला हिँडी बसिन्छ। हाम्रो चाहिँ यो बल प्र्याक्टिस गर्ने केटाहरू क्रिकेट खेल्ने होइन, हरेक केटाहरू। अनि केटाहरूलाई बाइक सिकाउने केटाहरू यहीँ तल ग्राउन्डमा गर्छ क्या। अनि हाम्रो लागि चाहिँ खासै नयाँ कुरा भएन है। अनि यहाँ कतिजना चाहिँ पढ्ने पनि छन् नि त, उनीहरूको लागि चाहिँ टाढै नै जस्तो लाग्यो मलाई चाहिँ। त्यही हो, हामीलाई त खासै त्यस्तो धेरै भन्नुपर्दा होइन, हामीलाई त वास्ता छैन नि। हामी त दिनरातसँगै हिँडिन्छ होइन, यहीँ खेल्नु आइन्छ, हामीलाई त खासै वास्ता पनि। अनि हामीलाई चाहिँ वास्ता भएन, तर कतिजना पढ्नेहरू छ। अनि त्यही हो गाइस, उनीहरूलाई चाहिँ टाढै जस्तो हुन्छ। ल गाउँको बाटो त हो है, गाउँको बाटो यस्तै हुन्छ, हिलै हिलो है। अनि त्यो पनि बर्खाको टाइम हो क्या आजभोलि, त्यही भएर बाटो चाहिँ अति नै खराब भएको छ हेर्नु न है। अनि अरूहरू चाहिँ पल्लो बाटो गयो, अनि हामी चाहिँ यो बाटो आएको छ। अनि हेलो बब्लु सर पनि हुनुहुन्छ, हेलो। होइन ऊ चाहिँ अब हुन्छ नि ह्यान्डसममा पनि ह्यान्डसम खतरा मान्छे हो क्या है। अनि त्यही हो। अनि हेर्नु अब लेदोहरू यस्तो छ नि, तपाईँहरूले प्रायः नदेख्नु भयो होला, तर लेदोहरू यस्तो छ नि है। अस्ति मेरो यही हो,
अस्ति खरे एक्सिडेन्ट पनि भएको थियो अलिक अगाडि है अहिले चाहिँ म यता आएको छैन साँच्चै भन्दा अनि त्यही हो गाइस बाटोहरू यही भिजिटहरू यहीहरू हेर्नु है म पुरा अहिले चाहिँ बाटोमा ध्यान दिइरहेको छु है अनि मेरो अनि ल अनि हाम्रो यस्तो छ है चप्पलको हालत यहाँ माटो कति हालेको छ राम है अनि हाम्रो यता लिडरले गर्दाखेरि क्रिकेट खेल्ने ठाउँ यहाँ तलतिर छ होइन त्यही हो यहाँ तलतिर दामी क्रिकेट खेल्ने ठाउँ छ अनि हामी चाहिँ लाइक पुग्नु नै लाग्यो भनौँ है अब धेरै छैन त गाइस है तर छिर्ने बाटो नै यस्तो छ है यो अझै माथिसम्म थियो ट्र्याक्टरले खोल्दा मुनिसम्म हारिसकेको रहेछ माटोहरू भर्खरै खनेको रहेछ हेर्नु न है यही हाम्रो केटाहरूले क्रिकेट खेल्ने ठाउँ चाहिँ होइन यहीँ हेर्न सक्नुहुन्छ दामी चाहिँ कस्तो दामी डाँडा पनि दामी क्रिकेट खेल्ने ग्राउन्ड पनि दामी सबै दामी छ क्या यहाँनिर चाहिँ है अब हेर्नु केटाहरू त्यहाँ छ सम्धी ल बाटोको हालत त्यस्तो छ अहिलेकै ल यही होला सायद टीको अनुसन्धान केन्द्र अनि हामी चाहिँ आइसकेको छ र थाहा भएन यो हो कि कुन हो भन्ने सबैजना चाहिँ आउँदैछ त्यही हो यहाँ बनिँदै पनि छ थोरै हेर्न सक्नुहुन्छ के बनिँदैछ ल ठ्याक्कै यहाँ हामी के भन्छ अनुसन्धान केन्द्रमा आइसकेको छ अनि पल्लोपट्टि भन्दैछ केटाहरूले त्यो चाहिँ थाहा छैन मलाई अनि के हेर्नु आएको अरे यही हो त अनि यहाँ कुलोहरू बनाएको छ पुरा हेर्न सक्नुहुन्छ इन्जिनियर साहब मेरो यो जग्गा हेरिदिनु पऱ्यो क्या घर बनाउनु अनि सबैजना इन्जिनियर अनि म चाहिँ अब यसो हेलो अनि यही हो अब जाँदैछु पर्दिरोसम्म हेरौँ कस्तो हुन्छ के कस्तो हुन्छ यहाँ ट्रसहरू पनि हालिरहेको छ बनाइरहेको छ अनि त्यस्तो हो अब कता हो भन्ने थाहा छैन मलाई चाहिँ यही हो ल केटा है अनि यहाँ पारिपट्टि अरे अनि सबैजना जाँदैछ हेर्नु न कन्स्ट्रक्सन ठुल्ठुलो कन्स्ट्रक्सन त्यही होइन हाम्रो सो गाइज हेर्नु सक्नुहुन्छ कस्तो बबार चट्ट मिलाएर काटेको रहेछ क्या फेरि हाम्रो चाहिँ वेदर चाहिँ यति स्विट छ भने नि है हामीलाई चाहिँ मनपर्छ अनि यहाँनिर यही होला त्यही हो अफिस बस्ने ठाउँ यही हो है अनुसन्धान केन्द्रको ल है हामी चाहिँ हाम्रो गन्तव्यसम्म आइपुगेको छौँ हेर्न सक्नुहुन्छ प्लास्टरहरू हुँदै रहेछ होइन यहाँतिर प्लास्टरहरू हुँदै रहेछ अलिकति क्यामेरामा पानी पस्यो होला गाइज है यो पानी अलिअलि आइरहेको छ अनि यही हो प्लास्टरहरू हुँदैछ यहाँ साइड टोइलेट होला अनि हुन्छ नि मेन सिटिङ रुम होइन सिटिङ रुम होइन अफिस बनाएको होला रुम छ क्या 1 2 3 4टा रुम को बनाएको रहेछ माथि ट्रस छ अनि यही हो क्या गाइज लोड बेयरिङ वाल भनेको चाहिँ सायद यही हो होइन यो ठुलो हुन्छ होइन पिलर चाहिँ हुँदैन र त्यसमा भनौँ न अनि सबै लोड जति पिलरबाट हुँदै तल फाउन्डेसनमा जाँदैन यसमा चाहिँ यसमै भर पर्छ क्या यहाँ हुँदै अनि त्यो डिभाइडेड भएर त्यो लोडर डिभाइडेड भएर फाउन्डेसनमा जान्छ पिलरमा चाहिँ सिधै के हुन्छ नि यसमा असर पर्दैन होइन यो सानो हाल्दा नि भयो यो एउटा दुइटा हाल्दा पनि भयो अनि त्यही हो गाइज त्यस्तै छ अनि भित्र चाहिँ हुँदो रहेछ बाहिर चाहिँ पोइन्टिङ र त्यो के भन्छ पोइन्टिङ र प्लास्टरिङ हुनु बाँकी नै रहेछ है त्यही हो लोड बेरिङ वाल भनेर चाहिँ कसरी चिन्छ भने त्यसमा चाहिँ पिलर हुन्न क्या यहाँ हेर्नु पिलर छ त कहीँ छैन नि पिलरको कहीँ अप्सनै छैन क्या बरु त्यहाँ ठाउँ त्यो उयोहरू हालेको छ यस्तो के भन्छ यसलाई यो कसने त्यो हालेको छ अनि पिलर छैन क्या यहाँ लोड बेरिङ वाल नै यसलाई भन्छ गाइज होइन हाम्रो चाहिँ यो पहिलोचोटिको यो कन्स्ट्रक्सनमा लाइक स्टारमेट अनि त्यो यसो भिजिट काका गर्नेमा यो चाहिँ हाम्रो पहिलोचोटि हो त्यही हो गाइज चाहिँ हो लोड बेरिङ वाल हेर्न आएको थियो र त्यही हो राम्रै नै छ है राम्रै बनाउँदो रहेछ 2-3वटा घर बनाएको रहेछ यहाँ एउटा भयो अनि यो पल्लोपट्टि एउटा अनि त्यहाँदेखि माथि एउटा स्टाफ क्वार्टरहरू है यो बनाएको चाहिँ अनि यहाँ काम हुँदै रहेछ पानीले गर्दाखेरि त्यही त हो गाइज बर्खाको टाइममा काम गर्नु पनि है गाह्रो छ हेर्नु न मौसम यस्तो छ पानी झरी छ सबैजना पर्तिर छ म चाहिँ ओरतिर आएको छु धेरै वर्ष भयो नि त भ्लग लगाएको अनि अलिकति लाज लागिरहेको छ एउटा यो स्टाफ क्वार्टर भयो यहाँ चाहिँ होइन हामी चाहिँ यहाँनिर
बेस क्याम्पमा बसिरहेको छ अनि आदिले यहाँ बसेर बुझिरहेछ 2 जना सर हुनुहुन्छ भित्र एकजनाले बुझाउँदै हुनुहुन्छ एकजनाले बाहिर बुझाउँदै हुनुहुन्छ अनि त्यो गाइस यो चाहिँ तर म के हो यो चाहिँ थाहा थिएन क्या टिन हो कि यो के हो है अनि यही हो बनाएको अहिलेको यो ल है यहाँ चाहिँ हामी हेर्न सक्छौँ हाम्रो के भन्छ यो चाहिँ वाल हो होइन ब्रिक वालमा हाम्रो 4वटा वाल हुन्छ स्ट्रेचर हेडर अनि फ्लेमिस इङ्ग्लिस बोन्ड हुन्छ होइन अनि यो चाहिँ इङ्ग्लिस बोन्ड रहेछ है स्ट्रेचरमा यो मात्रै हालेर बनाएको हुन्छ यस्तो खालको हेडरमा यो मात्रै हुन्छ अनि इङ्ग्लिसमा चाहिँ यो दुईटा मिसाएको हुन्छ अनि अनि फ्लेमिसमा भनेको चाहिँ यो अनि यो स्ट्रेचर हेडर गर्दै हाल्ने हुन्छ त्यही हो ल कन्स्ट्रक्सन साइट यस्तै छ है अनि हेर्नु सक्नुहुन्छ यो ल यो चाहिँ एउटा डल्लै बिल्डिङ हो होइन माथिदेखि तलसम्म है यहाँ चाहिँ डिटेल्समा रहेछ क्या यहाँ फाउन्डेसन हो अनि यो ग्राउन्ड लेभल भन्दा माथि प्लिन्थ लेभल एरिया यो बिम हो प्लिन्थ बिम त्यहाँदेखि मैले फाउन्डेसन अनि त्यहाँदेखि यो भनेको बिम हो अनि यो चाहिँ हाम्रो ब्यान्ड हो यो चाहिँ भूकम्पहरूले यो घरहरू नचर्कोस् भनेर खासमा हालिन्छ यो प्वालहरू देखिरहनु भएको छ नि यो चाहिँ स्काफ फोल्डिङको लागि हो यहाँ हामीले बाँसहरू हालिन्छ बाँसहरू हालेपछि व्यस्त हुन्छ त यहाँ हामीले बाँसहरू हालिन्छ बाँसहरू हालेर माथिल्लो यहाँ माथि स्टेपमा पुग्नुलाई यो चाहिँ स्काफ फोल्डिङ गरिन्छ यहाँदेखि कति टाइमहरू छ होइन हाम्रो सिभिलमा तिमीहरूलाई त ओइ सिभिल पढ्दा पढ्दै त्यो काम गर्नु तिमीहरू पास भएर इन्जिनियर इआर भयो भने तिमीलाई त त्यहाँ के अरे हेल्परले लाने रहेछ त अनि ठेकदारले जाने हो अनि यो बिल्डिङको बारेमा के भन्दै त सबैभन्दा सुरुको उतालाको चाहिँ डिपिसी भन्छ त्यसलाई त्यहाँभन्दा माथि लगाएकोलाई ड्याम प्रुफिङको छैन त्यहाँदेखि माथि वाल इङ्ग्लिस बोर्ड लगाएको छैन यो यहाँ चाहिँ यो होइन पिपिसी प्लेन होइन डिपिसी यो डिपिसी यो प्लेन यो इङ्ग्लिस बोर्ड यो ब्यान्ड अनि त्यहाँदेखि भन्नुहुन्छ भने यो चाहिँ हजुरको के हो यो त्यो ब्यान्ड हो अनि त्यसलाई भन्छ सेल अनि माथिको लिन्डेल ब्यान्ड होइन हो यो सिल्प नै हारे क्या यो सबै सिल्प नै हारे यो चाहिँ ब्यान्ड हो कर्नर ब्यान्ड अनि यो इङ्ग्लिस बोर्ड लगाएको हो यो टोड्का चाहिँ किन राखेको त्यो भोलि पर्सि यहाँनिर प्लास्टर गर्नुलाई सजिलो होस् प्लास्टर गर्नुलाई मात्रै प्लास्टर गर्नुलाई अनि प्लास्टर गरिसकेर पछि टालिदिन्छ कि यति ए थाहै छ त अनि त्यहाँ माथि के अरे यो झ्यालको यो त्यहाँदेखि माथि सेल यहाँ आइज नि यहाँ आउनुहोस् त मिस अनि यहाँभित्र गरेकोलाई के भन्छ यसलाई भन्दै नि त यसलाई अनि त्यो उयो टोड्का किन राखेको त्यहाँनिर त्यो वायरिङको काम गर्नुलाई यो पाइप पानी ल्याउनुलाई हो कि बाथरुममा पानी लानुलाई हो यता हेरेर भन्नु वायरिङको लागि हो कि वायरिङको लागि हो नि फिक्स माथि बाथरुममा नुहाउने पानी लाउनु त होइन बाथरुममा लानलाई त सावर राख्ने ठाउँ बनाएको छ यो के हो यो त्यो छाना तान्नुलाई अगाडि घर बरन्डा तान्नु अनि यसलाई चाहिँ के भन्छ के वर्क भनिन्छ यो चाहिँ छाना अरे मलाई थाहा थिएन यो छाना अरे यो चाहिँ यस्तो हुँदो रहेछ कि यहाँभित्र यो के भन्छ यो यस्तो क्या हो यसले चाहिँ हजुरको टेम्परेचर भयो अनि त्यो पानीहरू पर्दाखेरि यो थर्किने हुन्छ नि यो प्रुफ वाटर प्रुफ पनि भयो अनि तपाईँको यो भित्र यो थर्किन्छ के भन्छ त्यसलाई साउन्ड प्रुफ पनि हुँदो रहेछ क्या यो प्यानल होइन यो टिन हो खासमा चाहिँ टिनकै होला सबै त्यही हो हेर्नु सक्नुहुन्छ म पनि योभन्दा 3 वर्ष अगाडि 3.5 वर्ष अगाडि यसरी नै हिँड्थेँ क्या होइन यही काम गर्दै यसरी नै सायद त्यही थियो मेरो लाइफ 1-2 वर्ष त्यसरी काम गरेँ त्यही हो अब भिज्नुपर्छ के गर्नुपर्छ है अनि त्यही हो केटा हेर्नु यस्तो छ पानी छ काम गर्नु पर्यो कमाउनु पर्यो गाह्रो छ नि केटा हो है अब यहाँ मलाई थ्योरिटिकल नआए नि प्र्याक्टिकल चाहिँ भन्नुहुन्छ भने म सबै नै गर्छु लाइक त्यति चाहिँ आउँछ मलाई पनि थोरै अनि त्यही हो अनि यो देख्दा मलाई के याद आयो भने होइन मेरो बाउहरू मेरो ड्याडीहरू पनि यसरी भिजेर काम गरिरहेको होला होइन मेहनत गरेर यसरी लास्टमा आयो लाग्ने क्या यस्तो परिवारको पनि याद आउने बेला त्यही हो केटा हो है के गर्नु अब एक दिन यस्तै हो काम गर्नुपर्छ कमाउनुपर्छ है कमाइन्छ होला पास गरिदिने हो बिस्तारै ब्याक लेखेर भयो नि एन्ड एकजना इन्जिनियरहरू त्यता ड्रेस लगाएर चट्ट है अनि त्यही हो अनि हाम्रो केटाहरूले चाहिँ किन ड्रेस नलाएको भन्नुहुन्छ भने आज फ्राइडे हो नि त फ्राइडे चाहिँ हाम्रो अनड्रेसमा जानु मिल्छ त्यही हो ल साइड भिजिट गरेर इन्जिनियरहरू अगाडि लागेको छ यो चाहिँ बाटो होइन
यस्तो छ बाटो यहाँ चाहिँ बब्बाल एउटा डिजाइनको घर छ होइन पानी ट्याङ्की अनि यो भनेको चाहिँ फलामको यो के हो काम गर्ने दाइहरू बस्नु हुँदो रहेछ कि क्या हो है सामानहरू राखेको छ काम गर्ने दाइहरू बस्नु हुने रहेछ अनि यो फलामको घर हेर्नु सक्नुहुन्छ है दामी छ कसम भनेको त्यो यता पनि दामी डिजाइनको छ होइन तर यो के हो भन्ने मलाई थाहा भएन क्या अनि यतापट्टि पनि दामी एउटा फलामकै मात्रै छ क्या त्यो चाहिँ फलाम मात्रै छ अनि त्यहाँ पनि बनिँदो रहेछ त्यो के हो त्यो बनिँदैछ है के हो थाहा भएन अनि यहाँबाट भित्र चाहिँ कस्तो छ भन्ने नै थाहा छैन क्या भित्र चाहिँ अब तपाईँहरूले देख्नु भने हेर्नु न मैले चाहिँ देखेको छुइनँ है दामी छ अनि यो चाहिँ खै के हो क्या यो चाहिँ टिन जस्तो नि कराउँछ यो त काठै होला काठ पनि होइन अर्कै के हो क्या दामी छ भित्रपट्टि हेर्नु न यहाँ चाहिँ जाली रहेन रहेछ यस्तो छ क्या भित्रपट्टि यहाँ यस्तो छ अनि यहाँ यस्तो छ है बबल रहेछ त हो ल अब चाहिँ फाइनली सबै सकेर हामी चाहिँ हिँड्दै गरेको होस्टलतिर होस्टल होइन कलेज चाहिँ जानु अरे अनि त्यो है रमाइ सरी मेरो आमा मेरो बाउ मेरो दाजुभाइ मेरो गर्लफ्रेन्ड है म चाहिँ राम्रो बाटो हिँड्नु सकिनँ के गर्नु है बाटो यस्तो छ होइन बाटो यस्तो छ म चाहिँ राम्रो बाटो हिँड्नु सकिनँ माफ गरिदिनु होला छोरा बिग्रियो भनेर नसम्झिनु होला म चाहिँ राम्रो बाटो हिँड्नु सकिनँ है तलबाट माथि तिम्रो सबै कुरा पर्फेक्ट छुट्याउने गाह्रो तिमी मान्छे हो कि बर्मेट भन्थ्यो है त्यस्तै भइरहेछ होइन तलबाट आइदिनु यस्तो छ होला बाटोको ल अहिले चाहिँ हामी ठ्याक्कै हाम्रो क्लासरुममा छौँ है टक्क बसिरहेको छौँ अहिले चाहिँ हामी आएर बसिसकेको हो अब पढाइ हुन्छ होला चाहिँ थाहा छैन कति बेलासम्म हुन्छ त्यही हो हाम्रो क्लासरुम यस्तो छ अनि यो चाहिँ हाम्रो भित्रपट्टिको यो हो क्या यो चाहिँ हाम्रो भित्रपट्टिको कस्तो है अनि बाहिरपट्टि ल आजको भिडियो चाहिँ यति नै हो थ्याङ्क्स फर वाचिङ है सायद तपाईँहरूलाई रमाइलो भयो होला आजको भिडियो चाहिँ यति हो गाइस है लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला थ्याङ्क यू सो मच है बाई बाई